हामी एसिड भन्ने शब्द त धेरै ठाउँमा सुन्छौं, होइन? कागतीको रसमा पनि एसिड छ, गाडीको ब्याट्रीमा पनि एसिड छ। तर यी दुई कति फरक छन्? आखिर केमिस्ट्रीले एसिड र बेसलाई कसरी छुट्याउँछ त? आउनुहोस् आज यही कुरालाई अलिक गहिरिएर बुझौं। अब एसिड बेस अनि साल्ट यी शब्दहरू त हामीले स्कुलका किताबहरूमा कति पढ्यौं तर रमाइलो कुरा के छ भने वैज्ञानिकहरूको बुझाइ पनि समयसँगै बदलिँदै गएको छ। यो खालि एउटा परिभाषाको मात्र कुरा होइन, यो त एउटा सोचको विकासको कथा हो। हो, प्रश्न यही हो। कागतीको रस र ब्याट्रीको एसिड दुवै एसिड त हुन्, तर तिनीहरूलाई एउटै डालोमा कसरी राख्ने? रसायनशास्त्रीहरूलाई एउटा यस्तो बलियो नियम चाहियो जसले यी सबै फरक पदार्थहरूलाई एउटा सिस्टममा बाँध्न सकोस्, र उनीहरूले यो खोजको सुरुवात गरे पानीबाट। ल, पहिलो सिद्धान्ततिर लागौं। यसलाई भनिन्छ अरेनियसको अवधारणा। र यसको हिरो भनौं न एउटै मात्र चिज थियो, पानी। आर्यनियसको आइडिया एकदमै सिधा साधा थियो। उनले भने कुनै पनि चिजलाई पानीमा घोलौं, त्यसपछि हेरौं के हुन्छ। यदि त्यसले पानीमा हाइड्रोजन आयन अर्थात् H+ आयन छोड्छ भने त्यो भयो एसिड, अनि यदि त्यसले हाइड्रोक्साइड आयन अर्थात् OH- आयन छोड्छ भने त्यो भयो बेस। कति सजिलो होइन त? ल, केही चल्तीका उदाहरणहरू हेरौं। जस्तै हाइड्रोक्लोरिक एसिड HCl लाई पानीमा हाल्ने हो भने त्यसले H+ आयन दिन्छ, त्यसैले यो एसिड भयो। अर्कोतिर सोडियम हाइड्रोक्साइड NaOH ले चाहिँ OH- आयन दिन्छ, त्यसैले यो बेस भयो। धेरै जसो सामान्य केमिकलहरूको लागि यो परिभाषाले मज्जाले काम गर्थ्यो। तर विज्ञानमा सधैँ तर आइहाल्छ होइन? यो चिटिक्क परेको परिभाषामा पनि एउटा समस्या देखियो। अमोनिया NH3 जस्ता केही पदार्थहरू थिए जो बेस जस्तै थिए, तर तिनीहरूसँग त पानीमा दिनको लागि OH- आयन नै थिएन। अब के गर्ने? आर्यनियसको मोडल यहाँनिर आएर चुप लाग्यो। अनि यसले एउटा ठूलो प्रश्न जन्मायो, के सबै केमिकल रियाक्सन पानीमै हुनुपर्छ र? पक्कै पनि पर्दैन। त्यसैले अब एउटा यस्तो परिभाषाको खाँचो पर्यो जुन पानीको घेराभन्दा बाहिर निस्कन सकोस्। हो, यहीबाट मैदानमा आउँछ ब्रोन्स्टेड लोरी अवधारणा। उनीहरूको सोचाइ फरक थियो। उनीहरूले भने एकछिन पानीमा के बन्छ भन्ने कुरालाई बिर्सिदिउँ, बरु अणुहरूले एक आपसमा के लेनदेन गर्छन् त्यसमा ध्यान दिउँ न। अनि यो नयाँ परिभाषाको केन्द्रमा थियो प्रोटोन, जुन वास्तवमा त्यही H+ आयन हो। अब नियम एकदमै सरल भयो। जो प्रोटोन दिन्छ त्यो एसिड, जो प्रोटोन लिन्छ त्यो बेस। बस।